के दिपेन्द्र सिंह ऐरी सन्दीप लामिछाने पछाडि एसोसिएट नेसनको बेस्ट प्लेयर बन्न सक्छन् त नेपालबाट है। रिसेन्टली हेर्ने हो भने जुन वर्ल्ड कपमा दिपेन्द्र सिंह ऐरीको पर्फर्मेन्स थियो हुन्छ नि, द्याट वाज टु गुड के हुन्छ नि, अति दामी थियो। होल नेपालको टिमहरू हुन्छ नि, सबै प्लेयरहरूको पर्फर्मेन्स हेर्नु पर्दाखेरि चाहिँ दिपेन्द्र सिंह ऐरीको के थियो भन्दाखेरि सबै प्लेयरहरूको भन्दा दामी थियो। अब उहाँको चाहिँ के थियो भन्दाखेरि नेपालको टिमबाट सबैभन्दा धेरै रन हान्ने प्लेयर दिपेन्द्र सिंह ऐरी, 169 रन, 169 रन। नेपालको टिमबाट हुन्छ नि एउटा म्याचमा हाई स्कोर, सबैभन्दा धेरै स्कोर गरेको वाला प्लेयर एउटा म्याचमा दिपेन्द्र सिंह ऐरी 58। त्यस पछाडि बेस्ट एभरेज हुन्छ नि, जति खेलेको 4वटा म्याच थियो 4वटा म्याचमा बेस्ट एभरेज कसको थियो, दिपेन्द्र सिंह ऐरी 56.33। त्यस पछाडि हाइएस्ट स्ट्राइक रेट दिपेन्द्र सिंह ऐरी 144.44। त्यस पछाडि मोस्ट नम्बर अफ सिक्सेस, सबैभन्दा बढी छक्का लगाउने, सबैभन्दा बढी चौका लगाउने प्लेयर दिपेन्द्र सिंह ऐरी, 7वटा छक्का 13वटा चौका। सँगसँगै के थियो भन्दाखेरि अब यो त ब्याटिङको साइडमा भयो हुन्छ नि, बलिङको साइडमा हेर्ने हो भने मोस्ट इकोनोमिकल बलर हुन्छ नि, नेपालको साइडबाट मोस्ट इकोनोमिकल बलर पनि के हुनुहुन्थ्यो भन्दाखेरि दिपेन्द्र सिंह ऐरी हुनुहुन्थ्यो विथ इकोनोमी अफ 6.84। तपाईँहरूलाई के लाग्छ? अब हामीले रिसेन्टली देखिरहेको छ हुन्छ नि, उहाँ आइएल T20 हुन्छ नि, अब क्यानाडा के अरे अब ग्लोबल T20 भयो क्यानाडाको, त्यस्तो खालको सँगसँगै लिगहरू अब अहिले पाकिस्तानको लिग रहेको छ जुन, त्यसमा पनि उहाँ के गर्नु छ भन्दाखेरि इस्लामाबाद युनाइटेडमा चाहिँ उहाँ हुन्छ नि सेलेक्ट भइसक्नु भएको छ। के लाग्छ तपाईँहरूलाई? के सन्दीप लामिछाने दिपेन्द्र सिंह ऐरी बन्न सक्छन् त बिग हुन्छ नि नेक्स्ट ग्लोबल स्टार? प्लिज कमेन्ट डाउन।